साथीहरु नमस्कार नमस्कार। आज म यता बारीमा आएको छु हैन। आज पनि आइतबार आज पनि बिदै छ हैन। अनि त्यहाँबाट आज चाहिँ हामी यहाँ बारीमा घाँस काट्न आएको छौँ। यो चाहिँ बाँसहरू हो है। यहाँ हाम्रो बाँसहरू पनि छ साथीहरु। यो चाहिँ यतापट्टि धान छ। अब हामीले तरकारीहरू सबै निकालेर चाहिँ अब हामीले यहाँ धान रोपेका छौँ है। अब बर्खामा खासै हुँदैन हो। बर्खामा तरकारीहरू खासै हुँदैन, त्यही भएर धान पुरैसँगले यो कोठेबारीमा चाहिँ हाम्रो सबै धान हामीले रोप्यौँ साथीहरू। यो आँप पनि फलेको थियो। यो पोरपरा रोपेको आँप हो यो चाहिँ हैन। यो सबै यो बारीतिर सबै आँप रोपेको थिएँ, सबै मरो भएन। पराको साल रोपेको राम्रो खासै भएन। यो चाहिँ कागती पनि छ हैन। हाम्रो त्यो पल्लो बारी हो, यसमा कागती पनि छ साथीहरु। आज घाँस काट्न आएको छौँ। यसपालि पनि फेरि आँप रोपेको छौँ साथीहरु। कस्तो हुन्छ हेरौँ। यो चाहिँ यसपालि रोपेको आँप हो चाहिँ हैन। यो चाहिँ यसपालि रोपेको आँप हो। फेरि यसपालि सबै यो बारीमा सबै परेसम्म चाहिँ आँप रोप्दैछौँ। मेरो कान्छी चाहिँ उहाँ पर घाँस काट्दैछिन् आज बिदा। घरमा सघाउँ न भनेर चाहिँ हामी यतातिर बारीमा आएको छौँ घाँस काट्न। यो चाहिँ घन्सी भन्छ यसलाई हैन। यो घन्सी हो। यो मल पनि हुन्छ नि कान्छी, मल पनि हुन्छ, घाँस पनि हुन्छ। बाख्राले एकदम मजाले खान्छ यो घाँस। मेरो कान्छीले भन्दैछ नि हैन, एकदमै राम्रो घाँस अरे यो। एकैचोटि माथि काट्नु। यो चोप आउँदो रहेछ, यो चोप सबै लाग्छ अरे। यता आयो त। हेलो, मेरो कान्छीले यहाँ घाँस काट्दैछन् हैन। टन्नै छ, उतापट्टि पनि छ घन्सी। यो एउटा बाख्रा, 3टा खसी छ, जम्मा 4 छन्। प्रशस्त छ घाँस पनि। यता छ, यता पनि छ हैन। यता पनि छ, टन्न छ। यता पनि छ, घन्सीको घारी पनि छ। मेरो कान्छी चाहिँ उहाँ परसिन घारीमा हैन, घाँस सरप पारेर काट्दैछिन् साथीहरु। यस्तै हो जिन्दगी। काट न मकै, त्यो त हुने त काट कि। पुरा यो चाहिँ घन्सीको घारी छ। यतापट्टि चाहिँ काट्नुपर्ने छ है, ठुल्ठुलो रहेछ। बढिसकेको रहेछ। घन्सी यतातिर टन्नै छ है, घारी नि रहेछ। ठुल्ठुलो भइसकेको छ कान्छी। यहाँ त भोलि पनि काट्दा हुन्छ नि, यो पातहरू झरिहाल्छ फेरि। हो त, ठिक काट न। मेरो कान्छीले चाहिँ उहाँ सऱ्याप पारेर काट्दैछन् हैन। म चाहिँ यतातिर भिडियो बनाउँदैछु साथीहरू। आनन्द छ। अब नानीहरू हुर्किहाल्यो है। सानो बच्चाहरूलाई हुर्काएर अब एउटा बाहिर छ, एउटा चाहिँ काठमाडौँतिर छ, पढ्दै पनि छ, काम पनि गर्दैछ कम्पनीमा केटाहरू पनि। अब हामी चाहिँ आजको मौसम एकदमै कुल छ हैन। कस्तो आनन्द छ आजको मौसम। चिसो पनि छ हैन। आज बादल लागेको छ पुरासँगले शीतल छ। बादल लागेको छ, हावा चलेछ। पूर्वबाट एकान्ची पानी आउन आँट्यो कि हो? पूर्वबाट पानी आउँ जस्तै भएको छ। यस्तो छ बिहानदेखि नै है। आउँदैन भन्दै चाहिँ मेरो कान्छी चाहिँ घाँस काट्दैछिन्। गाउँले जिन्दगी हो साथीहरू। रमाइलो हुन्छ गाउँमा बस्नलाई। हेर्नुहोस् त, कति राम्रो मौसम छ हैन। शीतल छ, आनन्द छ। यस्तो आनन्दमा म त खै के भएको, एकदम गाउँ नै मनपर्छ क्या। साँच्चै भन्यो भनेदेखि मेरो जागिर पनि सबै गाउँमै हो जागिर पनि हैन। र मलाई चाहिँ एकदम गाउँ नै आनन्द लाग्छ। किनभनेदेखि कोलाहल हुँदैन हैन। यहाँनिर जग्गा जमिनहरू पनि सस्तो हुन्छ हैन। प्रशस्त मात्रामा हुन्छ जग्गा जमिन पनि। मान्छे हुन त अब सबै सहरै खाँदेको छन्। मलाई चाहिँ त्यो यसो 10 दुरमा 5 दुरमा 1 कठामा चाहिँ बस्नु मन लाग्दैन साथीहरू। खुल्ला बिन्दाससँगले हैन, चट्ट एउटा घर बनाउने, चट्ट कोठेबारी राख्ने हैन। चट्ट यसरी कोठेबारी राख्ने, फलफुल लगाउने, आँपहरू लगाउने, बगैँचा बनाउने। बगैँचामा चाहिँ
चट्ट पिङ हाल्ने आनन्दसँगले यस्तो मजाले हावा छ हेर्नु न, बाँसहरू होइन हल्लिरहेको छ पर मजासँगले पिङ हाल्ने आनन्दसँगले रिल्याक्स लाइफ जिउने हो साथीहरू। यस्तै छ ल, भिडियो अलिक लामो हुन गयो होला। ल बाई बाई साथीहरू, बाई।